आमा सन्चै हुनुहुन्छ? कता हो नि हजुरको घर? कता पर्यो घर हजुरको? यही हो? ए कसरी हो नि केरा? 250। कहाँबाट ल्याउनुहुन्छ र? महँगो, अलि महँगो भयो के हो? 300? ए अलि घामले पोल्यो क्या मलाई। घाम हुँदो रहेछ। अनि यो स्याउ नि कतिखेरसम्म बसेर बेच्नुहुन्छ त यहाँ? सुन्नु न, मलाई एउटा सानो समस्या पऱ्यो क्या आमा, हेल्प गर्नुहुन्छ? मलाई एउटा सानो समस्या परिरहेछ, हेल्प गर्नुहुन्छ र थोरै? भर्खरै यहाँ हस्पिटल आएको थिएँ अनि त्यसपछि के समस्या पर्यो भन्नु त? हजुर के समस्या पर्यो? मलाई अलिकति के अरे घर जाने के, घर जानको लागि पनि पैसै भएन कि 50 रुपियाँ दिनु न सापट्टि। म आएर दिन्छु कि तपाईँलाई। मलाई यहाँ बसमा चढेर जाने पनि भाडै भएन कि, त्यही भएर मेरो घर पुग्नको लागि 50 रुपियाँ लाग्छ। मलाई कसैले पनि दिनु भएन, हेर्नु न। मेरो घर यता हो, लेखनाथ हो। यहाँबाट जान मलाई 50 रुपियाँ जति लाग्छ। मेरो मसँग पैसा न, पर्स छुटेछ घरमै, ब्यागमा भएको पैसा सक्यो कि, त्यही भएर 50 रुपियाँ मात्रै मलाई दिनु। हजुरलाई म आएर यहाँनिर भेट्छु नि त म तपाईँलाई। यस्तो तरुण गर्न 50 रुपियाँ दिनुहुन्छ भने तरुण गर्न मैले कसरी दिउँ भन्नु त? होइन मलाई दिनु, म हजुरलाई मसँग पैसा नभएर भन्दा नि ब्यागमा भएको पैसा सक्यो अनि घर जाने भाडा नभएर हो कि एटिएम ल्याउन भुलेछु। म तपाईँलाई, मलाई अरूले दिनु भएन कि कसैले नि, हेर्नु न। यस्तो तरुणलाई अनि दिन्छन् त कसरी झिकेर? त्यही त तरुनी भनेर के गर्नु, पैसै नभएपछि आमा। म तपाईँलाई यहीँ आएर दिन्छु कि, हुन्छ? 2-3 दिनपछि आउँछु। फेरि मलाई यहाँ हस्पिटल आउनु छ चेक गर्नु। हजुर कतिखेर बस्नुहुन्छ यहाँ? म जतिखेर पनि बस्छु। दिउँसो नि बस्नुहुन्छ? यस्तो ए ल ल दिनुभयो? आमा त कस्तो मान हुनुहुँदो रहेछ तपाईँ। हेर्नु त, मलाई पैसा छैन, आपत परेको छ भन्दा नि मलाई चिन्नु पनि भएको छैन। चिनेको छैन, तिम्रो इमानदारले दियो कि तिमीले ल्याएर दियो भने। हजुर को हुनुहुन्छ नि घरमा? आमाको छैन, बुढाबुढी मात्रै छ। बुढा र बुढी मात्रै हुनुहुन्छ घरै? बाले काम सक्नुहुन्न, म यही फाल्तु बेच्नु हामीले चाहिँ खाने हो, त्यही पनि मैले हजुर दुःख देखाएर दिएँ। तिम्रो पनि मन बिचारेको होइन मैले। ए म यहीँ बस्छु। हजुर घरमा के अरे भाडामा बस्नुहुन्छ कि घर हो? त्यस्तै हो। आमा त कस्तो के एकचोटि भन्दा बित्तिकै मलाई दिनुभयो। तपाईँ त कस्तो मेरो हजुरआमा जस्तै हुनुहुँदो रहेछ। सुन्नु न आमा, मसँग पैसा नभएर होइन, मैले आमाले मलाई दिनुहुन्छ कि नै भनेर, मलाई यस्तो आपत परेको छ भनेर दुखीलाई दिनुहुन्छ कि नै भनेर यस्तो टेस्ट गरेको। अब म अरू आउनुहुन्छ नि त कहिलेकाहीँ एकदम धेरै दुःख पाउने के, दुःख पाउने आउँदाखेरि हजुरहरूले कतिको हेल्प गर्नुहुन्छ भनेर यसो मैले टेस्ट गरेको मात्रै हो कि। त्यही भएर हजुर मसँग पैसा नभएर होइन। ल हेर्नु है, तपाईँको 50 रुपियाँ अनि मैले तपाईँलाई दिन्छु 1000 रुपियाँ लाउनु। ल यो पैसाले हजुरले दिनभरि यहाँ बस्नुहुन्छ, यतिको उमेरमा यस्तो घाममा। हजुरले योबाट अब धेरै त्यस्तो केही त हुँदैन होइन। म पनि त्यस्तो धनी मान्छे होइन, यसै हिँडिराखेको थिएँ यहाँनिर अनि हजुरलाई देखेँ कि, हजुरलाई देखेर मलाई कस्तो अर्कै भयो कि, आमा जस्तो बुढी मान्छे हुनुहुँदो रहेछ अनि यस्तो दुःख गरेको देख्दाखेरि। 70 वर्ष हुनुभयो अनि त्यही भएर कस्तो मैले 50 रुपियाँ दिनु न भन्दा नि आमाले हजुर यता हेर्नु न, किन आँसु निकाल्नु भएको त? अनि छोराछोरी हुनुहुन्छ? नरुनु, रुनुहुन्न नि?
यस्तो आमा अनि यस्तो मान आमा रुन्छन् त अनि यतिको उमेरमा नि यस्तो मेहनत गर्नुहुन्छ होइन। हजुर घरमा बसेर खाने टाइममा यस्तो मेहनत गरेर आफै कमाएर दिनभरि बसेर अनि त्यसमा चाहिँ अब मैले कहिले मलाई देख्नु पनि भएको छैन, चिन्नु पनि भएको छैन। आमा मलाई दिनु न भन्दा तपाईँले दिनुभयो। ल तपाईँको यो 50 रुपियाँ नि हजुर राख्नु अनि यो 1000 रुपियाँ पनि राख्नु है। धन्यवाद छ मेरो छोरी। के अरे रुनु पर्दैन, नरुनु। हजुर जस्तै मेरो पनि आमा हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ है। त्यो पैसाले थोरै मिठो मसिनो हजुरलाई जे आवश्यक परेको छ नि त्यही खानु होला। अनि मैले सानो सानो युट्युबमा भ्लगिङ गर्छु, हिँड्दै जाँदाखेरि हजुरलाई आमा जस्तो लागेर म हजुरसँग आएको है त। हस् ल बस्नु है, ल नरुवार बस्नु है भाइ आमा। ल